नमस्कार सबैलाई। आजको यो विशेष भिडियोमा तपाईहरुलाई स्वागत छ। आज बिहान हामीले पोखराबाट जमजमतर्फ अर्को यात्रा सुरु गरेका छौं। समय साच्चीकै चाँडै बितिरहेको छ, विश्वास गर्ने गाह्रो लाग्छ। आज हाम्रो यात्रा सुरु भएको तेस्रो दिन भइसक्यो। 3 दिन अघि हामीले धरानबाट यसै शैक्षिक यात्राको लागि थालनी गरेका थियौं र आज हामी हिमाली गन्तव्यतर्फ उकाली लाग्दैछौं। अहिले हामी लुम्ले भन्ने ठाउँमा आइपुगिसकेका छौं। भौगोलिक रूपमा लुम्ले क्षेत्र पहाडी भूभागमा पर्दछ। यहाँका डाँडाहरू हरियालीले ढाकिएका छन् र वर्षा ऋतुमा त झन् झरनाहरू झनै साना खोला र नदीहरू प्रवाह हुने गर्छन्। बाटोको छेउमै बगेका खोला र साना नदीहरूले यात्रामा प्राकृतिक सङ्गीतको अनुभूति दिन्छ। कहिलेकाहीँ धुलो सडक त कहिले पिच गरिएको बाटो। यो बाटोले सहर र गाउँ बीचको स्पष्ट भिन्नता देखाउँदछ। मौसमकै कुरा गर्ने हो भने पोखरादेखि उचाइ बढ्दै जाँदा मौसममा पनि परिवर्तन देखिन्छ। लुम्ले करिब 1500 मिटर भन्दा माथिको उचाइमा पर्दछ। यहाँको मौसम प्राय चिसो हुन्छ, विशेष बिहान र साँझतिर। बर्खामा बाक्लो कुहिरो लाग्छ भने जाडोमा हिमपात हुने सम्भावना पनि हुन्छ। लुम्ले हाम्रो आजको गन्तव्य। यो ठाउँ पर्यटकहरूका लागि चिया पिउने र विश्राम गर्ने उपयुक्त स्थान हो। यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट देखिन्छ। लुम्लेको चिसो हावा, ताजा खाना अनि स्थानीय आतिथ्यले थकाइ मेटाउँछ। हामीले यहाँ बिहानको चिया र खाजा लियौँ। स्वादिलो, ताजा र सादगीपूर्ण तर हृदय छुने। विद्यार्थीहरू रमाइरहेका थिए, फोटो खिच्दै रमाइरहेका थिए। अब हामी लुम्लेबाट तातोपानीतर्फ हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। लुम्लेमा बिहानको चिया र नास्ता गरेर हामी सबैजना ताजगी महसुस गरिरहेका छौँ। अब हाम्रो यात्रा भन्ने झनै रोमाञ्चक हुनेछ। लुम्लेदेखि तातोपानीतर्फको सडक साँघुरो, घुमाउरो र उकालो ओह्रालो मिलेको पहाडी बाटो हो। कहिलेकाहीँ सडक एकदमै साँघुरो हुन्छ, जसको एक छेउमा गहिरो खोल्सा वा नदी बगिरहेको हुन्छ, अर्को छेउमा अग्लो पर्खाल झैँ देखिने पहाड। गाडी चलाउने दाइहरूका लागि पनि यो साहसिक बाटो भए पनि यात्रुहरूको लागि यो यात्रा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने अद्भुत अवसर हो। जति जति हामी उचाइमा चढ्दै जान्छौँ, अग्ला हरियालीले ढाकिरहेका पहाडहरू, पाखामा टाँसिएका परम्परागत घरहरू, झरनाहरूको मधुर ध्वनि अनि तल बगिरहेको काली गण्डकी नदी, यी सबैले हाम्रो यात्रा झनै रमाइलो बनाउँदछ। बाटोमा देखिने साना गाउँहरू, खोल्साहरू र जङ्गलहरूले यात्रालाई अझै शान्त र ताजगीपूर्ण र प्राकृतिक बनाउँदछ। यस क्षेत्रको विशेषता भनेको यहाँको सांस्कृतिक विविधता हो। बाटोभरि रहेका साना गाउँहरूमा बसोबास गर्ने मानिसहरू प्राय गुरुङ, थकाली र मगर समुदायका हुन्छन्। उनीहरूको घरहरू परम्परागत ढुङ्गा र काठले बनेका हुन्छन्। गाउँ छेउका गुम्बाहरू, झन्डाहरू, फरफराएको दृश्य अनि बाटोमा भेटिने हाँसीमुखी स्थानीय दाजु दिदीबहिनीहरूसँगको सानो संवाद पनि यात्रालाई रमाइलो बनाउने मुख्य कारणहरू हुन्। लुम्लेदेखि तातोपानीसम्मको मौसम प्राय चिसो र शीतल नै हुने गर्दछ।
जति माथि चढ्दै जान्छु त्यति नै हावा चिसो लाग्न थाल्छ। कहिलेकाहीँ हुस्सु लाग्छ अनि कहिले सूर्यमुखी किरणले पहाडलाई झल्काउँदछ। हावा शुद्ध हुन्छ, धुलो प्रदूषण कम, साँच्चीकै शान्ति अनुभव हुने वातावरण। लुम्लेबाट तातोपानीतर्फको यो खण्ड केवल एक साधारण यात्राको हिस्सा होइन, यो यात्रा हो जहाँ हामी प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परागत र नेपाली पहाडको जीवनशैलीलाई नजिकबाट महसुस गर्दछौँ। यस यात्राले हाम्रो मुटुमा एउटा सन्देश दिन्छ। नेपाल केवल हेर्नका लागि सुन्दर देश होइन, महसुस गर्न, बुझ्न र आत्मसात गर्नुपर्ने अद्वितीय देश हो। अब हामी हाम्रो यात्रा गर्दा गर्दै अन्ततः तातोपानी आइपुगिसकेका छौँ। साँघुरा घुमाउरा बाटाहरू, नदीको किनार हुँदै रमाइला दृश्यहरूको साथमा आज हामीले एउटा अर्को महत्त्वपूर्ण गन्तव्यमा पाइला टेकेका छौँ। तातोपानी भन्ने नाम नै यस ठाउँको मुख्य विशेषता हो। यहाँको मुख्य आकर्षण हो प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहान। यो पानी जमिनभित्रबाट प्राय स्वतः उम्लेर निस्किन्छ र यसमा विभिन्न खनिज तत्त्वहरू मिसिएका मानिन्छ। स्थानीयहरू र पर्यटकहरू विश्वास गर्दछन् कि यस तातो पानीमा नुहाउँदा शरीरका दुखाइहरू जोड्नी तथा छाला सम्बन्धी समस्याहरूमा राहत मिल्दछ। तातो पानी चारैतिरबाट पहाडहरूले घेरिएको शान्त र हरियाली वातावरणमा अवस्थित छ। छेउमै बगिरहेको कालीगण्डकी नदीको आवाज, तातो पानीको बाफ अनि वरिपरिका हरियालीले यो ठाउँलाई अझै विशेष बनाएको छ। तातो पानी केवल एउटा विश्राम स्थल मात्र होइन, यो ठाउँ प्राकृतिक उपचार, शान्ति, संस्कृति र सौन्दर्यले भरिएको एउटा स्मरणीय गन्तव्य हो। यहाँ त अनि अन्डा पकाएर खाइसकेको रहेछ मान्छेहरूले। अन्डा खोस्टै खोस्टा छ। हो रहेछ हौ, कस्तो तातिएको है। टेम्परेचर कति रहेछ हौ? पुरै उम्लेको पानी छ त तातो। फ्रेस हुन्छ तिमी भाइ? सेतो हुन्छ, गोरो हुन्छ। ल केटाहरू पकसको डन्डी फो चाहिँ एकपल्ट पुस्ने जाँदै जान्छ तिमीहरू त। एकपल्ट पखाला सफा हुन्छ। माथि चाहिँ कस्तो छ? पाइपबाट आएको छ होइन, माथि पम्पले तानेको भाइ। यहीँ तातो पानी आउँदो रहेछ, पम्पले चाहिँ तानेको रहेछ कि। यहाँ सिस्टम हेर तिमीले, उता पाइप मुनि मुनि छ नि, मल्टिपल पाइप राखेको छ नि धेरै। त्यसमा चाहिँ तातो पानी हिट गर्छ अनि माथि जाँदो रहेछ पानी। हेर केटाले हन्डा खाँदा खोस्टा पकाएको रहेछ। पानी छाप्दै सर अन्डा किनेर ल्याएर एकछिन उसिनिदिउँ न।
नुपे मुख धुन है छुइस पानी भोलिदेखि चट्टे। अब केही बेर आराम गरेर हामी हाम्रो अर्को यात्रा मार्फा जोमसम र अन्तत मुक्तिनाथ मन्दिरतर्फ लाग्नेछौँ। यही आउनु भएछ चिनेको होला नि। तातो पानीदेखि अन्नपूर्ण 3 दाना म्याग्दी तर्फको यात्रामा एक अद्भुत प्राकृतिक सौन्दर्य झल्काउने झरना बाटोमै पर्दछ। हरियालीले ढाकिएको पहाडबाट झर्दै आएको यो झरना यात्रुको मन लोभ्याउने खालकै छ। मोटरसाइकल, गाडी वा पैदल यात्रा गरिरहँदा यो झरनाले यात्रा अझ रमाइलो बनाइदिन्छ। शीतल पानी, शान्त वातावरण र अग्लो झरनाको दृश्यले तपाईँको थकान एकैछिनमा हराउनेछ। यो झरना दाना गाउँ स्थित मोटेल दी दाना नजिक पर्दछ, जुन ट्रेकिङ गर्नेहरू र घुम्न जानेहरूका लागि लोकप्रिय विश्राम स्थल हो। यहाँबाट अन्नपूर्ण 3 क्षेत्रको हिमाली दृश्य पनि रमाइलो देखिन्छ। अन्ततः हामी मोटेल दी दाना अर्ग्यानिक नेपाली चोलोमा आइपुगिसकेका छौँ। यो अन्नपूर्ण 3 दाना म्याग्दीमा अवस्थित छ। हरेक खाना जस्तै चामल, दाल र तरकारीहरू सबै अर्ग्यानिक थिए, ताजा पकाइएका थिए र स्वादिष्ट पनि थिए। सबैजना धेरै भोकाएका थियौँ र यहाँको खाना अत्यन्तै स्वादिलो थियो। यहाँको आतिथ्यता र सरसफाइ पनि उत्कृष्ट थियो। मौसम पनि एकदमै सुहाउँदो थियो। खाना खाएपछि हामी हाम्रो गन्तव्यतर्फ अघि बढ्यौँ। बाटोमा हामीले रूपसे झरना हेर्ने अवसर पायौँ र त्यसको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्यौँ। रूपसे झरना नेपालको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने एक प्रसिद्ध प्राकृतिक झरना हो। यो झरना लगभग 300 मिटरको उचाइबाट झर्ने गर्दछ, जसले यसलाई नेपालकै एक अग्लो झरनाहरूमध्ये एक बनाएको छ। कालीगण्डकी नदीको किनारमा रहेको रूपसे झरना मुस्ताङ जाने मुख्य सडकको छेउमै पर्दछ, जसले गर्दा यहाँ पुग्न एकदमै सजिलो हुन्छ। झरनाको ठुलो आवाज, छेउछाउको हरियाली र ताजा पानीको छरपष्ट दृश्यले जो कोहीलाई पनि आकर्षित गर्दछ। यो ठाउँ पर्यटकहरूका लागि फोटो खिच्न, आराम गर्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन उपयुक्त स्थल हो। दिउँसोको लामो यात्रापछि हामी अन्ततः मार्फा पुग्यौँ। मार्फा नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक ऐतिहासिक र सुन्दर गाउँ हो, जुन समुद्री सतहदेखि करिब 2670 मिटरको उचाइमा रहेको छ। विद्यार्थीहरू पनि मार्फाको दृश्यहरू मजाले अवलोकन गर्दै रमाइरहेका थिए। त्यस्तै गरी निमा सर, म र युगल सर पनि मार्फाको दृश्य र संस्कृतिको मजा लिँदै रमाइरहेका थियौँ।
यो गाउँ आफ्नो सन्तुलित वातावरण, सफा सडक, सेता घरहरू, ढुङ्गाको छाना र सुगठित संरचनाका कारण पर्यटकहरूमाझ अत्यन्तै लोकप्रिय छ। मार्फा मुख्यतया स्याउको उत्पादनका लागि प्रसिद्ध छ। यहाँ बनेका स्याउका जुस, ब्रान्डी, ड्राई स्याउ लगायतका परिकारहरू निकै नै चर्चित छन्। साथै यहाँको बौद्धिक संस्कृति, गुम्बा, झन्डाहरू र हिमालले घेरिएको शान्त वातावरणले मनै शान्त बनाउँदछ। मार्फा ट्रेकिङ गर्नेहरूको लागि मात्र होइन, सांस्कृतिक तथा प्राकृतिक अध्ययन गर्न चाहनेहरूको लागि पनि एक निकै अनुपम गन्तव्य हो। हामीले मार्फामा विभिन्न स्थानहरूको पनि भ्रमण गर्यौँ। त्यहाँको दृश्य, मौसम र त्यहाँका मानिसहरू सबै धेरै नै मिलनसार र मैत्रीपूर्ण थिए। मार्फा प्रसिद्ध हुनुको मुख्य कारण बनेको पुरानो र अहिले भाइरल बनेको बजार क्षेत्र साँगुरो परम्परागत सडकमा अवस्थित छ। त्यो बाटो ऐतिहासिक शैलीमा बनेको छ, जुन निकै आकर्षक लाग्दछ। त्यहाँ धेरैजसो केटाकेटीहरू स्थानीय परम्परागत पहिरनमा सजिएर सामाजिक सञ्जालका लागि फोटो र भिडियोहरू खिचिरहेका थिए। त्यो वातावरण साँच्चै रमाइलो, जीवन्त र अविस्मरणीय अनुभव भयो। हामी सबैले गुम्बाको दर्शन गर्यौँ, प्रार्थना गर्यौँ र आशीर्वाद पनि प्राप्त गर्यौँ। त्यहाँ निमा सरले पनि प्रार्थना चक्र घुमाउनु भएको थियो। प्रार्थना चक्रको विशेष महत्त्व छ। यो चक्र घुमाउँदा सकारात्मक ऊर्जा फैलिने, पापहरू नष्ट हुने, मन शान्त हुने र बुद्धको कृपा प्राप्त हुने मानिन्छ। राति ठिक 8 बजे हामी अन्ततः मार्फाबाट जोमसोम आइपुग्यौँ। मार्फामा हामीले निकै समय बितायौँ, तर त्यो समय केही हतारको अवस्थामा बित्यो। मलाई लाग्छ विद्यार्थीहरूले पनि मार्फा राम्ररी घुम्न र क्यामेरामा ती रमाइला क्षणहरू कैद गर्न पर्याप्त समय पाएनन् होला। यदि तपाईँहरू मुक्तिनाथ आउने सोचिरहनु भएको छ भने म सुझाव दिन्छु, कृपया मार्फा घुम्नका लागि पर्याप्त समय छुट्याउनुहोला। यो ठाउँ साँच्चै सुन्दर, सांस्कृतिक र रमाइलो अनुभव दिने खालको छ। जोमसोमको रात निकै शान्त र चिसो थियो। सडकहरू सुनसान, आकाशमा तारा टल्किरहेका थिए अनि हावामा हिमाली ताजगी मिसिएको अनुभूति हुन्थ्यो। त्यो वातावरण नै छुट्टै शान्त र आत्मीय महसुस हुने खालको थियो। हाम्रा विद्यार्थीहरू पनि जोमसोमको वातावरण र मौसमको मजा लिँदै थिए। उनीहरू दौडिँदै आफ्ना शरीर तताउँदै रमाइलो गरिरहेका थिए। जोमसोमको चिसो मौसममा उनीहरूको उत्साह र ऊर्जा देख्दा साँच्चै अद्भुत लागिरहेको थियो। त्यो क्षणहरू निकै नै रमाइलो र सम्झना लायक बने। हामी जोमसोम आउँदा बसेको होटलको नाम थियो होटल मेजेस्टी। होटलको कोठा निकै सफा, आरामदायी र सुगठित थियो। बिस्तारा न्यानो कोठा पनि शान्त र आरामदायक थियो, जसले लामो यात्रापछि निकै सन्तोषजनक महसुस गरायो। यहाँको हस्पिटालिटी साँच्चीकै प्रशंसनीय थियो। होटलका कर्मचारीहरू निकै सहयोगी, मैत्रीपूर्ण र सधैँ हँसिलो मुहारका थिए। हामीले जुन तरिकाले स्वागत गरिएको थियो त्यो एकदमै आत्मीय र घर जस्तै अनुभूति दिने खालको थियो। यदि तपाईँ जोमसोम आउनुहुन्छ भने होटल मेजेस्टी एउटा उत्कृष्ट विकल्प हुन सक्छ बसोबासको लागि। हामी अब जोमसोमको मासु भात खाने। बस बरगडाहरू के छ? आरामै? हामी एकदम आराम कुशलले सुत्न सक्छौँ भने अरू चाहिँ नबन्नु। यो ठाउँ जोमसोम भाइ के भयो तेरो नाक?
के छ भाइ के हो त्यो ल हो पक्न स्टिक छैन अरे भाइ अनि टुर कस्तो लागिरहेछ भन् त यहाँको जाडो टेम्परेचर ठिक छ इन्टरभ्यूको लागि यहाँ म होइन क्यामेरा लिएर आएको छु हाम्रो टुर चाहिँ कस्तो लागिरहेको छ भन त जाडो जाडो तिमीलाई कस्तो लागिरहेछ टुर ल टुर कस्तो लागिरहेछ हुन त दुईजना बोल त until now, but my hands are swollen from the cold climate. But it's fine because my classmate Jessica helped me a lot with her warm hands. Anyway, the tour is very nice. Wow, yeah. I don't know. Don't put this. ल भन्दा भाइ टुर कस्तो लागिरहेछ यहाँको जाडो के हो त्यति हो को छ रित्तिका कुमुद त के मासु नखाने हो कुमुद यो त दुईजना भेज छ है दुईजना भेज रहेछ भेज हो कुमुद त्यहाँ भेज एकजना को अरे अर्को भेज भेज को अरे एकजना सबै यहाँको लोकल प्रोडक्ट हो एउटा राइस बाहेक अरू हैन वेस्ट नगर्दिनुस् है ल जति खाने त्यति मात्रै लिने है यो आलुहरू सबै यहाँको लोकल प्रोडक्ट हो मजाले खानु वेस्ट चाहिँ नगर्दिनुस् है एकदमै अनि सलाद चाहिँ त्यसले गर पापड चाहिँ हाल्दै दिँदा भइहाल्यो नि
यो टोपी किनेको हो यहाँ किनेको हो कति लियो मसरुम तिम्रो उ त्यहाँ बस त म भनिदिन्छु त्यहाँ होइन भेजलाई एउटा भेज मसरुम ल मसरुम एउटा भनेको थिएँ कि चम्ची चम्ची ल्याइदिनु काँटा धेरै रहेछ पापड पनि भाइ पापड पनि कसरी ल्याइदिनुहुन्छ आयो ल सिमीको दाल पनि एकजना भनेको चाहिँ सिमीको दाल गर्छ है एकजना मसरुम भन्दै थियो होइन यहाँ ल्याएको छ के हुँदैछ छैन रोटी किन रोटी यति बेला म भनिदिन्छु पक्का सर निमा सर मिक्सरलाई एउटा भनिदिनु हजुर सुन तातो तातो खाऊ कि पेट सन्चो हुन्छ तातो पानी खाऊ कि अलिअलि गाइस मजाले थपी थपी भात खाने होइन ल पकाएको छु रोटी ए ल छुटेछ नि त यो हो नि त नाक पनि रातो रातो भएछ चिसोले हो क्या चिसोले भेटाएको छ रातो थिएन नि त के फर्स्ट हो मरियम एभ्रिवेयर फर्स्ट आज हामीले जुमसुमको होटल मेजेस्टीमा खाना खायौँ र म भन्नै पर्छ यो मैले आजसम्म खाएको सबैभन्दा स्वादिष्ट अर्ग्यानिक र ताजा खाना थियो। सायद यहाँको चिसो मौसमले पनि अझ खाना मिठो बनाउनुमा मद्दत गरेको होला। यहाँ होटलको स्टाफको भनाइअनुसार चामल बाहेक दाल तथा सबै तरकारी, करी, सलाद, आलु सबै जुमसुममै उब्जाउ गरिएका थिए। त्यसैले पनि होला यहाँको स्वाद अर्कै थियो। यात्रापछि हामी विद्यार्थीहरू पनि धेरै थाकेका र भोकाएका थियौँ। त्यसैले पनि होला सबैले खाना एकदमै मन पराएर खाए। निमा सर, म र युगल सरले पनि धेरै रुचाएर खायौँ। होटल मेजेस्टीको आतिथ्यता एकदमै उत्कृष्ट थियो। स्टाफहरू मिलनसार र सेवाभावी थिए। यदि तपाईहरू पनि मुस्ताङ जाँदै हुनुहुन्छ भने
मेरो सुझाव छ यहाँ होटल मेजेस्टीमा बस्नुहोस् र आफ्नो यात्राको थकान मेटाउनुहोस्। जोमसोम मुस्ताङको प्रवेशद्वार हो र यो हिमाल, रेगिस्तानी भूगोल र अप्ठ्यारो बाटोले भरिएको ठाउँ, तर यहाँको खाना र आतिथ्यले यात्रालाई यादगार बनाउँछ। आजको लागि यति नै। भोलि हामी मुस्ताङ मुक्तिनाथ मन्दिरको यात्रामा जाँदैछौँ, त्यसैले भोलिको भिडियोमा हामी सँगै हुनेछौँ। धन्यवाद। लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नुहोस्।